नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। आज म तपाईहरुलाई आरु देखाउँदै छु। यो आरु मेरो फुपूले पठाउनु भएको हो। अनि फुपूले चाहिँ तल ड्याडी मम्मीलाई पठाइदिनु भएको रहेछ, अनि ड्याडीले चाहिँ मलाई पठाइदिनु भएको। अनि यो आरु हेर्नु त, यत्रो ठुलो दाना छ, हेर्नु त यस्तो राम्रो छ हैन। यति पठाइदिनु भएको छ मलाई। अनि यो आरु खाएर म तपाईलाई देखाउँछु है। यो सिजन भनेको आरु खाने बेलाको भइसक्यो हैन। अनि जेठ मासमा चाहिँ आरु पाक्छ, आँप पाक्छ। अनि यो चाहिँ फलफुलहरू धेरै पाइने सिजन हो। यो आरु चाहिँ म पखालेर ल्याउँछु अनि सँगै बसेर खानुपर्छ है। अनि यो पाकेको आरु केलिदो रहेनछ त साथीहरू। हजुरको कस्तो हुन्छ? यस्तो भयो त। यो त खानु त्यसै कुहिएको छ कि क्या हो खानु गपागप त्यसै साथीहरू। अनि पहिला के हाम्रो घरमा पनि आरु थियो। अनि त्यसपछि त्यो आरु चाहिँ हामी खान्थ्यौँ हैन। अनि बिक्री खासै हुन्थेन कि पहिला, अहिले जस्तो बिक्री पनि खासै नहुने। अनि कोही कोहीले चाहिँ त्यो गाउँकै दुईजना हुनुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ खरिदेर लग्नुहुन्थ्यो हाम्रोबाट। अनि अलिअलि बेच्नुहुन्थ्यो। अनि यत्तिकै सकिने कि त्यो यत्रो ठुलो दाना चाहिँ फल्थेन। यस्तो खेतमा त्यति ठुलो आरु फल्दैन नि त। अनि ठुलो त फल्दैन, तर 4-5वटा रुख थियो है, यत्तिकै सकिने कि। अनि कोही चोरेर खाइदिने, कसैले अनि त्यस्तो हुन्थ्यो। अनि एकचोटि चाहिँ हाम्रो मम्मीले के भन्नुभयो भन्दा, जाऊ न तिमीहरू पनि बेचेर आउन त, खै सक्छौ कि। अनि भन्नुभयो। अनि हामी पनि केटाकेटीमा है पैसा पाइने, अब बिक्री भएपछि त पैसा पाइने नि त। अनि हुन्छ भन्यौँ कि म र भाइ गयौँ कि, म र भाइ गयौँ आरु बेच्न। त्यसपछि अनि धुलाबिटतिर गयौँ है। अनि सिमलकुना हो पहिला हामी बस्ने। अनि त्यो सिमलकुनामा आरुहरू थिए। अनि हामी डोकोमा हालेर डोको बोकेर अनि गयौँ कि धुलाबिट गयौँ। अनि पहिला त त्यो धुलाबिटमा पिपलको रुख थियो साथीहरू। तपाईँहरूलाई याद छ कि छैन? कोही त्यतातिरको हुनुहुन्छ भने थाहा छ होला हैन। पिपलको रुख थियो। अनि त्यहाँ रुखमुनि बसेर त्यो चौतारा थियो कि, त्यहाँ चौतारामा बसेर केरा स्याउ यस्तो बेच्थे कि मान्छेहरूले। अनि त्यहीँ लग्यौँ। अनि हामीले पनि त्यहीँ लग्यौँ। अनि पछ्यौरा फिजायौँ। अनि पछ्यौरा फिजाएर अनि आरु राख्यौँ कि। अनि त्यो पछ्यौरामा आरु राख्यौँ। त्यसपछि बेच्न बस्यौँ कि। अनि भाइ र म बेच्न बस्यौँ। त्यतिखेर चाहिँ हामी 1 रुपियाँको 4 दाना दियौँ क्या साथी। 1 रुपियाँको 4 दाना आलु बेच्यौँ। त्यसपछि दिनभरि बस्यौँ। लगभग हामी 11 बजीतिर पुगेको थियौँ होला। अनि 11 बजेर 2-3 बजीसम्म बस्यौँ। अनि 28 रुपियाँ भयो क्या। अनि 28 रुपियाँ भयो। त्यसपछि अनि त्यो पनि धेरै हो नि त है, 28 रुपियाँ। अनि हामीलाई त भइगयो नि त त्यतिखेर त। अब 1-2 रुपियाँको पनि खाने चिजहरू आइहाल्थ्यो केटाकेटीलाई। हामी त केटाकेटी त भइहाल्यौँ। अनि त्यसपछि हामी 28 रुपियाँ कमायौँ। त्यसपछि आयौँ। अनि मम्मीलाई भन्यौँ 28 रुपियाँ कमायौँ भनेर। मम्मी पनि खुसी भइहाल्नु भयो क्या। अनि त्यसपछि अनि फेरि अर्को दिन पनि गयौँ। अनि त्यसपछि हामी लगातार 3-4 दिन गयौँ कि। त्यसपछि त खासै बिक्री नहुने कि। मान्छेहरू केरा खाने, आरु त कोहीले पनि नखाने। यस्तो चुकिला आरु खाएपछि त ज्वरो आउँछ भन्ने कि। त्यसपछि त बिक्री नै नहुने। अनि 10-15 रुपियाँ हुने। अनि त्यसै 3-4 दिन गयौँ। त्यसपछि त गएन केरा खाने मान्छेहरू, अरू खाने, स्याउ खाने है। अनि त्यतिखेर केरा पनि 2 रुपियाँको छ, 2.5 रुपियाँको छ आउँथ्यो क्या त्यतिखेरको जमानामा। अहिले त केरा 130 रुपियाँ दर्जन छ है। 130 रुपियाँ दर्जन भनेको त 12लाई 130 भनेपछि त 10 रुपियाँको छ भन्दा नि बढी पर्छ नि अहिले त। त्यतिखेर त अनि त्यस्तो थियो कि। अनि यस्तो रमाइलो कहानी छ क्या आरु खाँदाको। अनि आज मलाई त्यो याद आयो। अनि दैलेखमा मेरो फुपू दैलेखमा हुनुहुन्छ। त्यहाँदेखि पठाइदिनु भएको रहेछ यत्रो ठुलो दाना आरु। अनि त्यो आरु खाँदाखेरि अनि पहिलाको त्यो दिन याद आयो। त्यही भएर तपाईँहरूसँग सेयर गरेको। तपाईँलाई कस्तो लाग्यो? तपाईँहरूको नि यस्ता रमाइला कहानीहरू छन् भने आरु खाँदाखेरिका कमेन्ट गर्नु होला। मेरो भिडियो यतिखेरसम्म हेरिदिनु भयो, तपाईँहरूलाई धन्यवाद। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अनि मेरो भिडियोमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि सेयर गर्न पनि नबिर्सिनु होला है त। धन्यवाद।